उज्यालो नेपाल पार्टी सदैव आफ्नो स्वाभिमान छ त्यसलाई यथा स्थितिमा राखेर त्यसलाई चाहिँ नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ। वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ, सकेसम्म एक भएर जाने, नभए एउटा कार्यगत एकता गरेर जाने अवस्थामा छ। त्यो भएको हुनाले सबै नयाँ र मेन स्ट्रिम फोर्सहरू एक भएर जानलाई पनि म आह्वान गर्छु। आजको दिन सबैले नेपाली जनताले वैकल्पिक शक्तिहरू एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दियोस् भन्ने चाहना छ। त्यसलाई हामी सबैले चाहिँ बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्ने छ। त्यसतर्फ उज्यालो नेपाल पार्टी सदैव एउटा सम्मानजनक उपस्थिति, आफ्नो सम्मान र आफ्नो जुन उपस्थिति छ, आफ्नो स्वाभिमान छ, त्यसलाई यथा स्थितिमा राखेर त्यसलाई चाहिँ नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ। सहकार्य गरेरै अगाडि बढ्ने हो र यसतर्फ धेरै कुराहरू भइरहेको छ र आगामी दिनमा त्यसको रिजल्टहरू पनि धेरै आउने म चाहिँ विश्वास व्यक्त गर्न चाहन्छु। काठमाडौँ महानगरका मेयर बालेन शाह र राष्ट्रपा सभापति रवि लामिछाने बीच एकताको अन्तिम प्रयास आज भएको छ। लामिछाने र बालेनका प्रतिनिधिहरूले सहमतिको खाँकामा छलफल तीव्र पारेका छन्। लामिछानेका तर्फबाट राष्ट्रपा उपसभापति डाक्टर सोडिङ वाग्ले र शिशिर खनाल तथा बालेनका तर्फबाट उनका निकटतम कुमार बेन र स्वकीय सचिव बुबुदेव शाहले सहमतिको खाँकालाई अन्तरिम रूप दिन छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ। उनीहरू सहमतिमा पुगेपछि आजै बालेन र लामिछाने भेटेर सहमतिलाई अन्तिम रूप दिन सक्ने दावी गरिएको छ। लामिछानेले आफ्नो कानुनी प्रक्रिया टुङ्गिन समय लाग्ने भएकाले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा अगाडि सार्न तयार भएको बुझिएको छ। तर उनले राष्ट्रपाको नाम र चुनाव चिन्हबाट नै बालेन चुनाव लड्नुपर्ने शर्त राखेको बुझिएको छ। त्यस्तै उनले पार्टीको नेतृत्व आफैले गर्ने स्पष्ट पारेका छन्। राष्ट्रपाका एक नेताले बालेन पक्षले पार्टीमा भन्दा आगामी सरकारको नेतृत्वमा नै बढी चासो दिएको बताएका छन्। फागुन 21 को चुनावपछि एक किसिमको संक्रमण कालको अवस्था रहेकाले लामिछाने बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जान तयार भएको बुझिएको छ। यसअघि सोमबार र बिहीबार भएको भेटवार्तापछि बालेन र लामिछानेलाई आफू निकटहरूले सहमति गर्न दबाब समेत दिएको पाइएको छ।